नमस्ते। आज हामी एउटा खास परिकारमा केन्द्रित हुँदैछौँ। यो हिमाली भेग विशेष गरी शेर्पा र तिब्बती समुदायमा निकै लोकप्रिय छ। हामीसँग केही जानकारी स्रोतहरू छन् जसले थेन्दुकको कथा भन्छन्। यो के हो, कसरी बन्छ अनि यसको सांस्कृतिक अर्थ के हो त यसबारे अलि गहिरिएर हेरौँ है त। नमस्ते। हो, थेन्दुक यो शेर्पा, तिब्बती अनि भोटे समुदायको एकदमै परम्परागत मौलिक खाना हो। यो सामान्य खाना मात्रै होइन कि उनीहरूको जीवन पद्धतिको एउटा महत्त्वपूर्ण अंश नै हो भन्दा हुन्छ। थेन्दुक यो नाम आफैमा पनि पक्कै केही अर्थ होला नि। सुन्दा नै कस्तो हिमाली जस्तो लाग्ने। एकदम। थेन्दुक तिब्बती भाषाको शब्द हो। यसमा थेनको अर्थ हुन्छ तान्नु वा तानिएको, अनि दुख भनेको चाहिँ नुडल्स भएको झोल। भनेपछि यसको सिधा अर्थ के भयो त भन्दा हातले तानेर बनाइएको नुडल्सको झोल। नामले नै यसको बनाउने तरिका र कस्तो देखिन्छ भन्ने कुरा बताउँछ। ए, कस्तो रमाइलो नामै तरिका लुकेको रहेछ। हातले तानेको नुडल, यो सुन्दै अलि फरक लाग्यो है। यसमा के सामग्री प्रयोग हुन्छन् त? त्यो हिमाली भेगमा त खै सामग्री पाउन पनि मौसम अनुसार फरक पर्छ होला नि। हो त, सही कुरा उठाउनुभयो। मुख्यतः मैदा वा गहुँको पिठो चाहियो नै, होइन? अनि तरकारीहरूमा प्राय त्यही पाइने जस्तो मुला, बन्दा, गाजर, सिमी यस्तै चिजहरू। मौसम अनुसार अलि फरक पर्न सक्छ। मासु पनि महत्त्वपूर्ण छ। च्याङ्ग्रा, भेडा, चौरी नभए कुखुराको मासु पनि हाल्छन्। अनि स्वादको लागि, त्यो न्यानोपनको लागि लसुन, अदुवा, प्याज, नुन, खुर्सानी र एउटा विशेष हिमाली मसला छ नि, टिमुर, त्यो पनि प्रयोग हुन्छ। टिमुरले चाहिँ यसलाई एउटा छुट्टै एकदमै विशेष स्वाद र बास्ना दिन्छ। ए, टिमुर, त्यो त थाहा छ। सामग्रीहरू त स्थानीय परिवेश र आवश्यकता अनुसारकै देखियो। अब त्यो तानेर बनाउने प्रक्रिया चाहिँ अलि विस्तारमा भन्नुहोस् न। यो नै यसको खास कुरा जस्तो लाग्यो मलाई। यस्तो हो नि, पहिला पिठोलाई नरम हुने गरी मुछिन्छ। त्यसपछि त्यो मुछिएको पिठोको डल्लोबाटै हातले तान्दै, अलि सिप चाहिन्छ है। हो, तान्दै चिप्टो खालको लामो नुडल जस्तो बनाइन्छ। मेसिन प्रयोग हुँदैन, पुरै हातको कला हो यो। अनि अर्कोतिर मासु वा तरकारीको स्वादिलो तातो झोल बनाइन्छ। उम्लिरहेको झोलमा भर्खरै हातले तानेर बनाएको ताजा नुडल हाल्ने अनि मजाले पकाउने। लास्टमा नुन मसला मिलाएपछि खानालाई तयार भयो। आहा, हातको सिपले तान्ने, यो त पक्कै पुस्तान्तरण हुँदै आएको ज्ञान होला है। सुन्दा साधारण लागे पनि अभ्यास त चाहिन्छ होला नि। हो, एकदम। र यहाँ अर्को एउटा महत्त्वपूर्ण पक्ष के छ भने नि, यो बनाउने काम प्राय सामूहिक हुन्छ। परिवारका सदस्यहरू, कहिलेकाहीँ छिमेकीहरू पनि जम्मा भएर गफ गर्दै, रमाइलो गर्दै नुडल तान्ने, पकाउने गर्छन्। यसले गर्दा खाना बनाउने काम नै एउटा सामाजिक गतिविधि बन्छ के। वास्तवमा त्यो हातले नुडल तान्ने सिप पनि यसरी सँगै काम गर्दा सिकाउने हुन्छ। यसले नै यो परिकारको त्यो सांस्कृतिक निरन्तरतालाई बलियो बनाएको छ। यो केवल पकाउने विधि मात्र रहेन, समुदायलाई जोड्ने माध्यम पनि बन्यो। भनेपछि यो खाना बनाउने एउटा सामाजिक अवसर पनि भयो। त्योसँग मिलेर बनाएको थेन्दुकको स्वाद र प्रकृति चाहिँ कस्तो हुन्छ त? केले यसलाई विशेष बनाउँछ? थेन्दुक एकदम तातो, पोसिलो अनि अलिअलि मसलेदार झोल हो। टिमुर र अदुवाले गर्दा जिब्रोमा हल्का पिरो ट्वाक्क लाग्छ अनि शरीरमा न्यानो महसुस हुन्छ। थुक्पा जस्तो पातलो हुँदैन यसको नुडल। हातले तानेकोले अलि मोटो, चेप्टो हुन्छ। त्यसैले यसको टेक्सचर, त्यो चपाउँदाको अनुभव अलि फरक हुन्छ। विशेष गरी हिउँदमा त्यो चिसो ठाउँमा खाँदा आहा, यसले दिने सन्तुष्टि, त्यो न्यानोपन गजब हुन्छ। हो नि, त्यो उच्च हिमाली चिसोमा तातो स्वादिलो झोल कल्पना गर्दा पनि कस्तो आरामदायी महसुस हुन्छ। यसको सांस्कृतिक र स्वास्थ्यसँग जोडिएको महत्त्वबारे अझ अलिकति प्रश्न पारिदिनुहोस् न। सांस्कृतिक रूपमा हेर्दा यो उच्च हिमाली क्षेत्रको त्यो कठोर मौसमसँग जुझ्न चाहिने ऊर्जा र न्यानोपन दिने खाना भयो। त्यसैले यो दैनिक जीवनको हिस्सा नै बनेको छ। पारिवारिक जमघट होस् वा सामान्य दिनमा थेन्दुकले मानिसहरूलाई एक ठाउँमा ल्याउँछ, जोड्छ। अनि स्वास्थ्यको कुरा गर्दा नुडलबाट कार्बोहाइड्रेट आयो, मासुबाट प्रोटिन,
जसले तुरन्तै शक्ति दिन्छ। झोल भएकोले शरीरमा पानीको मात्रा पनि ठिक राख्छ अनि पचाउन पनि सजिलो। तपाईले अघि टिमुरको कुरा गर्नुभयो नि, के यसको स्वाद बाहेक अरू कुनै परम्परागत फाइदा पनि मानिन्छ? परम्परागत मान्यता अनुसार त यसमा प्रयोग हुने अदुवा, लसुन, प्याज अनि खास गरी टिमुर यिनीहरूमा औषधीय गुण हुन्छ भनिन्छ। यिनले चिसोबाट बचाउने, रुगाखोकी लाग्दा ठेक पार्ने, पाचन प्रणालीलाई राम्रो गर्ने विश्वास गरिन्छ। त्यसैले यो स्वादको लागि मात्र होइन, शरीरलाई स्वस्थ राख्ने तत्त्वको रूपमा पनि हेरिन्छ। भनेपछि थेन्दुक स्वादिलो मात्र होइन, व्यावहारिक रूपमा लाभदायक पनि छ। भनेपछि थेन्दुक एउटा परिकार मात्र नभएर यो त हिमाली जीवनशैली, त्यहाँको वातावरणसँगको अनुकूलन र सांस्कृतिक पहिचानको प्रतीक नै रहेछ। बिल्कुल। यो खानाले शेर्पा र अरू हिमाली समुदायको जीवनशैली, उनीहरूको खानपानको ज्ञान, परम्परालाई जीवन्त राखेको छ। यो त स्वाद, स्वास्थ्य र संस्कृतिको सुन्दर मिश्रण हो भन्नुपर्छ, जसले त्यो कठिन भौगोलिक अवस्थामा पनि जीवनलाई अलि सहज र न्यानो बनाउन मद्दत गर्छ। निश्चय पनि। आजको छलफलले थेन्दुकलाई साँच्चै नजिकबाट बुझ्न मद्दत गर्यो। यो केवल नुडल सुप मात्र होइन रहेछ, यसले खाना र संस्कृति कसरी एकअर्कासँग गाँसिएका हुन्छन् भन्ने कुरा पनि देखायो। अब अन्त्यमा एउटा प्रश्न चाहिँ मनमा आइरहेको छ। आजको यो तीव्र विश्वव्यापीकरण अनि आधुनिकताको प्रभावले यस्ता मौलिक परम्परागत परिकारहरू र तिनलाई बनाउने सिपहरूमा कस्तो असर पारिरहेको होला? यो चाहिँ साँच्चै सोच्न बाध्य बनाउने विषय हो।